हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। फेरि हामी नयाँ भिडियोको साथमा फेरि प्रस्तुत भइसकेको छौँ। तपाईँहरू पनि आरामै सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। म पनि एकदम आराम सन्चै नै छु। एकदम हामी चाहिँ अब हाम्रो चाहिँ 3 दिन छुट्टी छ। यो मुस्लिमहरूको चाहिँ यो ईद भएको हुनाले गर्दाखेरि एकदम हामी स्पेसल्ली अब त्यहाँ रेडी गर्दैछौँ। त्यहाँ मासु पनि पाक्दैछ। हाम्रो दुर्गा भाइले पनि एकदम आजको सेक्वा सेफ चाहिँ हाम्रो मिस्टर दुर्गागिरी अनि हामी सबैजना साथीहरू यहाँ बसिरहेका छौँ। अब हामी एकदम यो खाने तयारीमा छौँ। अब यो कसरी खान्छौँ त्यो पनि हेर्दै गर्नु होला। यदि हेर्नु भएन भने फेरि तपाईँलाई रिग्रेट होला कसरी खायो, हामीले सेक्वा कसरी बनायो भन्ने विषयहरूको जानकारी पनि छ हाम्रो यो भिडियोमा। कसरी म्यारिनेट गर्नेदेखि लिएर कसरी पिस गर्ने सबै हरेक कुराहरूको सबै यसमा चाहिँ तपाईँको डिटेल्स छ। गएर टक्क हेरिदिनुहोस् भन्ने आग्रह गर्दछु मेरो गाइजहरूलाई। अनि जो पनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, जो पुरानो हुनुहुन्छ लाइक कमेन्ट कस्तो लाग्छ त्यस्तै कमेन्ट गरेर एकदम मलाई फुरुक्क पारिदिने भन्ने म एकदम आशा गर्दछु है त। साथीहरू फेरि यता छन्, पुरै यहाँ छन्। अब फेरि अफ्रिकाको होइन नेपालकै हो दाइ चाहिँ, अफ्रिकन भनेर फेरि तपाईँहरू कन्फ्युज हुनु होला फेरि है। कन्फ्युज हुने काम नगर्नु होला भन्दै हाम्रो भिडियो चाहिँ अब यहाँ स्टार्ट हुन्छ है त साथी। मासु चाहिँ एकदम फिनिसिङमा चाहिँ पाक्दैछ है साथीभाइहरू। तपाईँहरूले साथ दिनु पर्यो, हेरेर नखाएर भए पनि हेरेर साथ दिनुहुन्छ भन्ने म पूर्ण आशा गर्दछु। यसरी चाहिँ हामीले पोर्क सेक्वा बनाउँछौँ। यहाँ हामी चाहिँ यस्तो छ, हाम्रो चाहिँ अब अरू त्यस्तो साधनहरू छैन, त्यही भएर हामीले चाहिँ यही चिजलाई नै साधन बनाएर चाहिँ हामीले यसरी बनाएर खान्छौँ। त्यो भएको हुनाले तपाईँहरूले चाहिँ कसरी खानुहुन्छ थाहा छैन। यदि कसरी खानुहुन्छ कमेन्ट चाहिँ टक्क तल हान्ने। हामीले चाहिँ यसरी खान्छौँ भनेर चाहिँ कमेन्ट टक्क तल दिने है तपाईँहरूले है त। त्यस्तो छ साथीभाइहरू, हाम्रो चाहिँ यस्तो छ। उता साथीहरू पनि बसिरहनु छ, अझै अरू पनि आउनु बाँकी छ। अहिले तत्काल चाहिँ हामी यति मात्रै छौँ। अनि अब एकजना दाइ चाहिँ पोर्क नखाने हुनुहुन्थ्यो, उहाँले चाहिँ चिकन छ, चिकन चाहिँ भित्र रोस्ट हुँदैछ, त्यो पनि ल्याउँछु तपाईँहरूको माझ है त। तपाईँलाई टक्क हेर्नु पऱ्यो क्या, हेरेर चाहिँ लाइक कमेन्ट सब्सक्राइब पनि हान्नु पऱ्यो। किनभने सब्सक्राइब गर्नु भएन र बेल आइकनलाई ठोक्नु भएन भने त फेरि मेरो भिडियो त हेर्नै पाउनुहुन्न, तपाईँहरूले देख्नु नै हुन्न कसरी बनाउँछ के बनाउँछ भन्ने विषय होइन। त्यो गर्नाले तपाईँहरूले चाहिँ टक्क सब्सक्राइब गरेर चाहिँ बेल आइकनलाई ट्याङ 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 घन्टी हानिदिने है त। अब हामी चाहिँ यता पोर्क खाने अनि यता चाहिँ दाइ हुनुहुन्छ पोर्क नखाने। उहाँले चाहिँ एकदम चिकनलाई चाहिँ रोस्ट फ्राई हान्दै हुनुहुन्छ। तत्काल सुरु हुँदै रहेछ दाइ। अनि के छ, कस्तो छ? एकदम ठिक छ नि साथीहरू। यस्तो छ मासु फ्राई दाइ। अनि त हाई भनिदिनुहोस् न, दाइले फेरि एकदम स्पेसल होइन। अब पोर्कहरू चाहिँ पोर्क चाहिँ खानुहुन्न। अनि पोर्क नखानु भयो चाहिँ हामीले त दाइलाई चाहिँ स्पेसली हामी मात्रै इन्जोय गरेर भएन। अब हामी 8 जना नेपाली मध्ये सबैजना इन्जोय रूपमा त बस्नै पर्यो। त्यो बस्नको लागि चाहिँ हामीले दाइलाई चिकन बनाएर खाने प्लान गर्दै हुनुहुन्छ दाइले चाहिँ साथीहरू। यस्तो छ उता उहाँ पाक्दैछ फेरि यहाँ धुवा हेर्नु न, धुवा साला सबै यो के अरे फोक्सो त सबै कालो हुने भने यस्तो धुवा उडेपछि फोक्सो कालो हुँदैन त साथीहरू। मुस्ताङको टिम्बुरमा चाहिँ अनि क्रोसियाको टमाटर लगाएर चाहिँ अनि दामी पिकल माने अचार चाहिँ। अब मासु मात्र भएन नि त, सलाद मात्र भएर भएन नि त, फेरि अचार पनि चाहियो। अचार बिना त फेरि मिठै हुन्न नि साथीहरू। अमिलो पिरो भएन नि चिज त रुन्छ फेरि, नरुस भनेर चाहिँ हामीले यस्तो गरेका छौँ। एकदम स्पेसल हुनेवाला छ है साथीहरू। हामी चाहिँ फेरि कस्तो छ भने मासुलाई डाइजेस्ट गराउनका लागि चाहिँ सलाद। यहाँ चाहिँ के छ भने काँक्रा छ, प्याज छ, अनि टमाटर छ, अनि यो भित्र कागती छ। अनि फेरि मासु पचाउनु पऱ्यो नि त, बोसो मात्र हुन्छ बङ्गुरको। फेरि प्राय तपाईँको 75% त बोसो हुन्छ। अनि त्यो भएको हुनाले अब हामीले चाहिँ यसले चाहिँ डाइजेस्ट गराउँछ, नभए त फेरि भोलि हुन्छ नि त 75 हुन्छ नि त, छेरपाटै लाग्छ। त्यही भएर हामी चाहिँ त्यस्तो गर्छौँ है साथीहरू। तपाईँहरूले पनि खानु पऱ्यो झ्यापसँगले चाहिँ। अब मासु मात्रै नखानु होला, हरियो सागपात पनि खानु होला, किनभने चाहिँ त्यो चाहिँ शरीरलाई एकदम राम्रो हुन्छ र
छ है। अनि हामी चाहिँ यस्तो चिज खान्छौँ छुट्टीको बेलामा। अनि अब यस्तै अब केही भयो बर्थडे सर्थडे कसैको होइन हुन्छ नि स्पेसलमा त्यस्तै चाहिँ भइरहेछ त्यस्तै हुन्छ। अनि हामी चाहिँ यस्तो बनाएर चाहिँ एकदम झ्याप्पसँगले चाहिँ खाने। झट्ट भाइले यहाँकोमा रेडी गर्दैछन्। अब पिकल यहाँ छन्। दाइ उठाइदिनुहोस् त दाइ मेरो दाइ थाल उठाइदिनु त दाइ। सलाद यहाँ छ। यहाँ फेरि हामी यस्तो ज्यानदार पुरै बाघले खाइ नसक्ने ज्यानहरू छ नि। अब उहाँ फेरि बक्सर हो होइन दाइ चाहिँ बक्सर हुनुहुन्छ। अनि अब हाम्रो दुर्गाबाई फेरि रोल्पाको क्षेत्रीय 2 चोटि रनिङमा गएको व्यक्ति। अब हाम्रो सागर दाईको क्वालिटी चाहिँ हेन्सम मात्रै छ होइन। मेरो चाहिँ केही जनामा चाहिँ यसो खाने बस्ने साथीहरूले खुवायो भने उगार्ने हो। फेरि अब हाम्रो उता झापाको दाई फेरि झापाको दाई हुनुहुन्छ फेरि उहाँ चाहिँ एकदम बेस्ट दाई हो हुनुहुन्छ। उहाँले चाहिँ एकदम फेरि थाहा छ नि बुझ्नु न कुरो तातो छैन त्यस्तो है। जुठो नहाल सुरु भइसक्यो मासु खान सुरु भइसक्यो। म पनि यस्तो मलाई चाहिँ फेरि एकदमै बोसो मनपर्छ। अनि अलिकति यो तातो पनि छ त्यो भएको हुनाले अब दाइ त्यो अलिकति सुप बढी हाल्नु त चप्प अलिक सेलाउँछ क्या। त्यो अचार अलिक हाल्नु नि डुब्नु पऱ्यो नि त मासु त चुर्लुममा होइन साथीहरू मासु त चुर्लुममा डुब्नु पऱ्यो नि त। यो यस्तो म चाहिँ होइन फेरि यस्तो मात्रै खान्छु क्या झ्याप बोसो यस्तो चाहिँ गरेर फेरि एकदम बेस्ट भएछ। टेस्ट पनि क्वालिटी छ साथीहरू। लिम्बूहरू फेरि बङ्गुरको मासुमा लिम्बूलाई टिम्बुर भएपछि सक्छ क्या। टिम्बुर भएपछि त्यसको मजा टेस्ट पनि बेग्लै हुन्छ। मैले फोन गरेको मासु एकदम मिठो लाग्यो।